सो हेलो गाइस, माइक गर्नु भिडियो त स्वागत छ तपाईलाई एउटा नयाँ भ्लगमा साथ। सो आज आइसकेको छु एउटा नयाँ भ्लग लिएर। सो हिजो चाहिँ पानी परेर एकदम घरमा तयास नयास गरिदिसकेको छ। ठिक छ, यहाँ पुरै फोहोर सोहोर छ, यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पुरै फोहोर सोहोर गरिदिएको छ घरभरि। त्यहाँ पुरै बिछाएको थियो, के भन्छ ओछ्याएको थियो पुरै पानी आएर। ठिक छ, सो अहिले लाइनै छैन गाइस यार, भिडियो अपलोड गर्नु थियो मलाई तर अहिले लाइन छैन। सो भर्खर चिया खाइसक्यो नास्ता सास्ता। अब कतिखेर खाना पाक्छ, आज त ढिलै पाक्छ होला किनभने पहिला धुलो झार्नु पऱ्यो घरको, त्यसपछि खाना पाक्छ। सो आज चाहिँ अलिक ढिलो खाना पाउँछ, तर हामीले चिया चाहिँ खाइसक्यो। सो यहाँ चाहिँ हिजोको माछा छ। सो आज चाहिँ त्यही हो खाने, आज भात र माछा खाने हो मस्त। सो उता चाहिँ दिदीहरू चाहिँ उता घर धुलोहरू झारिराख्नु, घरहरू बढाइराख्नु भएको छ त्यो कोठाको। ठिक छ, म चाहिँ आइसकेँ यहाँ माथि। सो यहाँ चाहिँ अलि अँध्यारै टाइपको छ। ठिक छ, यहाँ हेर्नु सक्नुहुन्छ घरको हुलिया अलिकति बेकार टाइपको भइसकेको छ। सो यसलाई चाहिँ इग्नोर हानु। यहाँ चाहिँ ढ्याल ढोकाहरू खोलौँ अब। ठिक छ, सो म चाहिँ यहाँ झ्याल ढोकाहरू खोलिदिरहेको छु। ठिक छ, अब अलिकति जे होस् उज्यालो आउँछ नि त यहाँबाट। ठिक छ, सो केही दिनपछि सोचिरहेको थिएँ म अब बाहिरको एक्सप्लोर गरौँ, बाहिरको दुनियाँलाई पनि एक्सप्लोर गरौँ भन्ने कुरा सोचिरहेको थिएँ। ठिक छ, त्यो पनि केही दिनमा म एक्सप्लोर गर्छु बाहिरको कतै घुम्न गएपछि। सो धेरै छिटो म पनि जान्छु कहीँ घुम्न, त्यसपछि जान्छु तपाईँको घुमेको ठाउँमा एक्सप्लोर गर्छु धेरै छिटो। सो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् किनभने आउँदो दिनमा एकदम राम्रो भिडियोहरू आउनेवाला छ। त्यो भएर च्यानललाई सब्सक्राइब गरेर राखिदिनुहोस्, च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस्। सो आउँदो दिनमा चाहिँ एकदम राम्रो भिडियोहरू पनि अपलोड गर्नेछौँ। ठिक छ, सो यहाँ चाहिँ अलिकति लुक हानौँ। सो यहाँ चाहिँ दराज भइहाल्यो, दराजमा चाहिँ म यहाँ भिडियो रेकर्डिङ गरिरहेको छु। सो आउँदो दिनमा चाहिँ एकदम राम्रो भिडियोहरू आउने गरेछ, त्यो भएर च्यानल सब्सक्राइब गरिदिनुहोस् गाइज। ठिक छ, यो चाहिँ हाम्रो दराज। अनि यहाँ चाहिँ पूजा कोठा भइ नै हाल्यो, यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पूजा कोठा छ। ठिक छ, यहाँ चाहिँ अलिकति सजावट पनि ठिक छ, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पूजा कोठा भयो। सो यसलाई चाहिँ एक्सप्लोर गरौँ अब। यहाँ पूजा कोठा छ, यहाँ धेरै मन्दिर टाइपकोहरू छ। ठिक छ, यहाँ हेर्न सक्नुहुन्छ पूजाको सामान हो। सो बेसिकली यहाँ पूजाको सामानहरू छ, पूजा गर्छन् यहाँ सबै मम्मीहरू सधैँ पूजा गर्नुहुन्छ। सो अहिलेसम्म लाइन आएको छैन गाइज, उहाँ चाहिँ रिस उठिरहेको छ। अहिलेसम्म लाइन आएको छैन, भिडियो अपलोड गर्नु थियो तर लाइन आइरहेको छैन। यदि लाइन आइदिएको भए म भिडियो अपलोड गर्थ्यो, टिभी पनि हेर्न हुन्थ्यो। अब घरमा केही काम छैन, छुट्टी छ, अब कहिले पढाइ खोज्छ त्यसको पनि ठेगान छैन अब। सो एक्जाम सकिसक्यो, 9 क्लासमा जानु थियो मलाई। सो अब कहिले स्कुल खुल्छ अब हेरौँ। सो छिटो स्कुल खोले ठिकै हुन्थ्यो। सो अब हेरौँ कहिले स्कुल खुल्छ, त्यसपछि स्कुल जाने। आज त लाइनै आइरहेको छैन यार, हेर्नु गाइज बिहानको 7 बजिसक्यो तर अहिलेसम्म लाइन आइरहेको छैन। सो यसलाई के गर्ने अब लाइनको इन्तजार गर्नुपर्छ। अब केही अरू उपाय त छैन जहाँसम्म मलाई लाग्छ, किनभने अब जबसम्म लाइन आउँदैन तबसम्म त अब भ्लगै बनाएर बस्छु म। ठिक छ, तबसम्म भ्लगै बनाउनु पर्छ, अब केही छैन। सो हेर्न सक्नुहुन्छ मेरो लुक, घरको लुकहरू। ठिक छ, यहाँ चाहिँ पङ्खा भइहाल्यो। पङ्खा त बेसिकली सबैको घरमा हुन्छ, यसमा केही युनिक छैन। तर युनिक भनेको मेरो एउटा बाइक छ, त्यो म देखाउन गइरहेको छु। ठिक छ, मेरो एउटा बाइक छ, त्यो म देखाउन गइरहेको छु। सो